24,199 हेर्ने मान्छेहरू At Cummins हैन पोल्यान्डको नमस्कार हैन सबैलाई स्वागत छ विकेश भ्लग्समा। आजको चाहिँ भ्लगमा हामी चाहिँ कहाँ जाँदैछौँ भन्दाखेरि बक्सिङ डे टेस्ट डे 1 हामी चाहिँ अस्ट्रेलिया भर्सेस इङ्ल्यान्डको गेम हेर्न जाँदैछौँ र मसँग चाहिँ हुनुहुन्छ भाइ सुजन भाइ छन् यहाँ। सुजन भाइ हेलो है त मेरो भ्युअर्सहरूलाई हेलो भन्दै र हामीसँग अर्को साथी छ अरुण हैन उतापट्टि एक्साइटेड छ। हामीले लास्ट मोमेन्टमा गएर टिकट पायौँ थ्याङ्क्स टु द्याट ब्रो है हैन कस्तो भइरहेछ बाबा आज कल्जी चला आज कसरी सो त्यही हो आज हामी बक्सिङ डे है डिसेम्बर 26 सो एक्साइटेड छौँ। नियरली 1 लाख मान्छे जति एक्सपेक्टेड बट लेस देन द्याट इज अल्सो फाइन हैन 90,000 को रेन्जमा मजा आउँछ हेर्नलाई। म तपाईँहरूलाई सब देखाउँछु है त। हामी अर्ली एराउन्ड 8 बजेको छ अहिले बल्ल 8 बजे जाँदैछौँ। नेट सेसन पनि देखाइदिन्छु म तपाईँहरूलाई है त। लेट्स गो टु एमसिजी। साथीहरू हामी चाहिँ अहिले एमसिजी अगाडि जुन स्टेसनबाट झरिसक्यौँ होइन। सो म चाहिँ यहाँ आज प्योर नेपाली ढाका टोपी लगाएर आएको छु। लेट्स गो टु एमसिजी होइन। म सराउन्डिङमा कहाँ के छ र नेटमा पनि जान ट्राई गर्छु है त। सो जे होस् आजको भिडियो चाहिँ अन्तसम्म हेरिदिनु भयो भने मजा आउँछ, हेरिदिनुहुन्छ भन्ने आशा छ है। सो कस्तो लाग्छ फिडब्याक दिनु होला। स्टे अन्टिल एन्ड है त गाइज ल। यस्तो मजाको छ है यहाँनिर बच्चाहरूले यस्तो मजाको यहाँनिर सान्ता क्लजहरू गइरहेको छ नि यहाँनिर होइन। अनि यहाँनिर चाहिँ यस्तो छ है इङ्ग्लिस गाइजहरू यहाँ सोल्डर हेरेर बसिरहेको छन्। नेटमा चाहिँ हामीले देख्न सकिन्छ ह्यारी ब्रुक र अनि ह्यारी ब्रुक ब्याटिङ गरिरहेछ अनि उतापट्टि चाहिँ जोस टङले बलिङ गरिरहेछ होइन। लेट्स सी है त। त्यसको चाहिँ हामीले हेरिन्छ अब है त तपाईँलाई देखाउँछु मैले। ह्यारी ब्रुक हो क्या है साउन्डहरू बनाएको दकुरे है खतरा बलिङ फाले यस्तो खतरा भाइ यसको भिडियो खिच्न छड्क्यो हेर न यहाँनिर यस्तो खतरा बाजे हेलो हाई फाई
उता जान गएर ल फेरि यहाँनिर चाहिँ एसएसको ट्रफी छ है के हो यस्तो भाइ यसको नि फोटो खिचेर भिडियो यहाँनिर यी खानाको लागि पुरै यस्तो रेस्टुरेन्ट जस्तो नि छ रेस्टुरेन्ट भनेर फुड ट्रक अनि दिस इज द एसएस ट्रफी यहाँनिर है सो हामी चाहिँ स्क्यान गरेर भित्र छिरिसक्यौँ होइन लास्टै भिड छ यहाँनिर हामी चाहिँ पहिला सुरु आफ्नो सिट खोजेर सिटमा जाँदैछौँ है म तपाईँलाई भित्रको पुरै माहौल देखाउँछु मान्छेहरू लास्टै धेरै भिड छ यहाँनिर सो त्यही हो है त यतै पछाडि छेउ छ Together we cheer for those we love. And the only team we support more fiercely is family, wherever they live. Send money back on Moving. Download the app today. As well as scoring the correct. He also said Steve Smith is back. He has the call. Please give it a call. Tells us the call. Tells it is. And you. Into the match centre and tap Cricket Radio to tune into your favourite coffee routine. 0 delay to live play. Don Cena, full done by Phil Gillespie. Match referee Mr. Jeff Potter, done by Phil Gillespie. कति मिनट बाँकी छ र सो हामी चाहिँ यहाँनिर पुरै गेम हेरेर आएको छौँ होइन अरू पनि कस्ता हो बवाल भइरहेछ भाइ
फर्स्ट टाइम अस्ट्रेलिया के अरे एमसिजी कस्तो फिलिङ भइरहेको छ दामी मजा आइरहेको है हामी चाहिँ पुरै यहाँ लास्ट मोमेन्टमा टिकट नपाएर यस्तो स्ट्यान्डिङ टिकट काटेर आइरहेछौँ होइन बट स्टिल बक्सिङ डेमा आउन मजा चौका हान्दियो क्या ए चौका हान्दियो ल इन्जोय गरौँ है साथीहरू तपाईँहरूले टिभीमा हेरेर उहाँ चौका हान्दिसक्यो आज एमसिजी आज एक दिन लड जानुपर्छ कि हामी दाजुभाइ मिलेर एक दिन लर्ड्स पनि गएको भ्लग आउँछ होइन अगाडि बसेर हेर्ने अब लड्समा ल। क्ल्याप हान्ने ल एउटा चौका हान्दियो ट्राभिसहरूले फ्लिक अब चाहिँ लगभग 12:30 बजिसक्यो होइन लन्च भइसक्यो सबै खेलाडी लन्चमा हामी पनि भोक लागिरहेछ होइन अनि अब हामी चाहिँ बाहिर लन्च खान जाने मलाई तेरो आइडी है पासवर्ड भन्दा म भन्छु पख न एकछिन पख यहाँ तिम्रो पनि यता हेरेर केटा होला सराउन्डिङ देखाइदिउँ यिनीहरूलाई यस्तो छ है अब चाहिँ हामी खानालाई चाहिँ हामी बाहिर जान लाग्यो होइन त्यहाँनिरको लास्टिङ महँगो पनि हुन्छ प्लस आफूले भने जस्तो हुँदैन हामी चाहिँ केएफसी अथवा हङ्गर ज्याक्स कहाँ गएर खाइन्छ अब एकछिनपछि हामी आइन्छ है त अब गेम हेर्नको लागि त्यस्तो छ है ल बाहिर फेरि अहिले चाहिँ अब भिड छैन मान्छेहरू लन्च भएर भिड हुन्छ कि त्यहाँ जस्तो मान्छे देखेन अस्ति कस्तो लाइन बस्यो हामी यहाँ छ कहाँनिर कस्तो भइरहेको केटा हो गेम यस्तो खतरा छ यहाँनिर है विकास के अरे त्यहाँनिर टोयोटाको वाइट हट अफ फिलिङ भन्नेमा गएर हामीले फोटो खिच्यौँ होइन अनि हाम्रो चाहिँ यस्तो निकालिदिएको छ कि यिनीहरूले के भन्छ अरे यो चाहिँ अब अलि टाइम अनुसार आफै त्यो फोटो क्लियर आउँछ होला क्या आइडन कस्तो खाले क्यामेराले खिचिदिएको छ तर ऊ यहाँनिर चाहिँ यिनीहरूको प्रचार पनि भयो होइन यिनीहरूको प्रचार पनि भयो प्लस हाम्रो लागि एउटा फोटो पनि भयो है लेट्स गो ल अघिसम्म त्यहाँ फोटो खिच्न बसिरहेको थियो भोक लाग्यो भनेर बोल सम्झिन्छ कि यसले फेरि लेट्स गो भाइ लेट्स गो ल माहौल चाहिँ छ है हेर्न भाइ ठुलो ट्रफी दिएर चाहिँ पुरा रोटी पिङ पनि राखेको रहेछ हेर्न बाबु रोटी पिङ छ यहाँनिर ठुलो एसएसको ट्रफी छ यस्तो मजाको छ यहाँनिर आज चाहिँ बक्सिङ डे टेस्ट है त बबाल तपाईँले देख्न सक्नुहुन्छ यस्तो बवाल छ यहाँनिर होइन सिन अहिले इनिङ ब्रेक छ इनिङ ब्रेकमा मान्छेहरू बोल्दाखेरि हामी चाहिँ अब यस्तो ब्रेकमा जाने अब चलिदियो कि घरतिर सो अहिले चाहिँ फर्स्ट इनिङ सक्यो होइन अस्ट्रेलियन टिम चाहिँ 100 समथिङमा अल आउट भयो अब चाहिँ इङ्ल्यान्ड टिमको ब्याटिङ हुन्छ अस्ट्रेलियाको बलिङ होइन स्टिल गेममा चाहिँ 40 ओभर बाँकी छ अनि बज्न चाहिँ अहिले 2:57 भनेको 3 बजिसक्यो सो स्टिल एराउन्ड 2.5-3 घन्टा गेम बाँकी छ गेम हेर्न यस्तो मजा भइरहेछ भिडियो क्लिपहरूमा देख्नुभयो होला मान्छे लगभग 1 लाख जतिको हाराहारीमा छ होइन त्यही हो अब भिडियो अझै बाँकी छ अझै इङ्ल्यान्डले लास्टको सेसनमा जुन यो लास्ट सेसनमा चाहिँ राम्रो विकेट लियो झ्यापझुप अब त्यही हो तर माइकल नेसरले चाहिँ राम्रो ब्याटिङ प्रेजेन्टेसन गरेको थियो अब त्यही हो है हामीले अघि ब्रेकमा गएर झ्यापझुप बाहिर गएर केएफसी खाने भनेको नखाने किनकि फेरि गेम सुरु भइहाल्छ भनेर यहीँ भित्र आएर हामीले खायौँ अब चाहिँ यसो ड्रिङ्क्समा होइन यसो कफी सफी यसो केही खाइयो भने खाइन्छ नत्र चाहिँ अब फेरि ब्याक टु सेकेन्ड इनिङ अस्ट्रेलियाको फर्स्ट इनिङ आजको सेकेन्ड इनिङ स्टार्ट हुन्छ है त स्टे इन द भिडियो है गाइज ल भाइ के गरेको यार पानी ल्याइदिने हो
बाहिर देख्न सक्नुहुन्छ पुरै बाहिर पनि मान्छेहरूको अहिले चाहिँ खासै भिड छैन त्यहाँनिरै फुड ट्रकहरू अनि त्यहाँनिर पनि रहेछ मान्छेहरू मजाले छ अहिले इनिङ ब्रेकमा यसो एकछिन मान्छेहरू ल है त अब फर्दर अझै अपडेटहरू आउँछ गेमको बारेमा बक्सिङ डे म्याच आज चाहिँ त्यो स्टिल वोट इट छ अहिलेसम्म अघि चाहिँ एकैछिन पानी पर्ला जस्तो भएको थियो यति सिता परेको थियो तर भन्न परेन लकियस मजाले घाम लाग्छ वेदर बबाल छ आज है त ढाकाटोपी लाएर आएको छु आज जसले देखे पनि मलाई हुन्छ नि पुरा फर्केर हेर्छ कि इभन एकजना खैरेले मलाई बोलाएर सोधिरहेको थियो मैले गफ दिएँ त्यसलाई बट एभ्री वान इज लाइक के हुन्छ नि आई क्याचिङ छ क्या ढाकाटोपी सो हाम्रो यो ढाकाटोपीले चाहिँ आज कमाल गरिदिइसक्यो बाबु कस्तो लाग्यो तँलाई आज इङ्ल्यान्डको बलिङ बेन स्टोक्स कस्तो लाग्यो राम्रो बलिङ गरे आज बल गऱ्यो है ब्याटिङ हेर्नु त्यो उसको ज्याक रोलीले आउट बनाउने कि ज्याक रोलीसँग त्यो एलेक्स क्यारोले आउट बनाउने कि खतरा थियो है एलेक्स स्लिपमा ल्याएर झन्डै है खडा ल यहाँ फुच्चेहरूले यहीँ क्रिकेट खेलिदिनु थाल्यो फुच्चेहरूले यहाँ खेलिदिनु ला राम्रो बलिङ गर्यो स्कट बोलानले हन्ड्रेड हान्यो नि त इङ्ल्यान्डले 100 हानेर खुसी भयो कि हामी चाहिँ अब फेरि इनिङ ब्रेक पछि होइन हाम्रो सिट चाहिँ तल थिएन तर हामी चाहिँ यसो फोटो खिच्न आएको अब हामी चाहिँ के भन्छ अरे सेकेन्ड इनिङको स्टार्टमा चाहिँ सेकेन्ड इनिङ भनेर अस्ट्रेलिया इनिङमा चाहिँ अब जाने हामी है त ढाकाटोपी लाग्छु सब टक्क परिरहेको छ है त लेट्स गो टु आवर अन प्लेस आफ्नो ठाउँमा जाऊँ साथीहरू फेरि लहाट्न आउँछ अहिले सेक्युरिटीले है गाह्रो छ बक्सिङ डेको टेस्टमा सिट पाउनलाई सो त्यही हो मलाई 94,199 हाइएस्ट रेकर्डेड क्राउड फर अ क्रिकेट म्याच एट एमसिसी रहेछ है अहिले चाहिँ एक्ज्याक्टली 5:52 गयो होइन र इङ्ल्यान्डको फर्स्ट इनिङ पनि सकियो इङ्ल्यान्डको इनिङ टिमहरू चाहिँ अल आउट भइसक्यो भर्खरै अनि कति रनले चाहिँ पछाडि छ भन्दाखेरि 42 रनले चाहिँ अस्ट्रेलियाले लिड गरेको छ अब अस्ट्रेलियन टिम फेरि ब्याटिङ गर्न आउँछ भनेपछि यस्तो आज चाहिँ पैसा वसुल भनौँ न बक्सिङ डेमा तपाईँको चाहिँ अस्ट्रेलियन टिम अल आउट इङ्ल्यान्ड टिम अल आउट अब फेरि अस्ट्रेलियन टिम ब्याटिङ गर्न आउँछ अझै 1-2 घन्टा गेम हुने भएको भयो त के थाहा आज होल गेम भ्याइन्थ्यो होला
होइन माइकल नेसरको बबाल बलिङ बोल्यान्डको खतरा बलिङ होइन स्मिथको त्यो क्याच अनि स्टार्कको पनि त्यो इनिसियल ओभरको बलिङ चाहिँ बबाल थियो आज ह्यारी ब्रुकको एकजना सिक्स हेर्न नि मजा आयो होइन सो अब अस्ट्रेलियन टिमको फर्स्ट इनिङ सेकेन्ड इनिङ पनि अब कति ओभर जति हुन्छ हामीले हेर्ने होइन अनि त्यसपछि चाहिँ हामी घर जानुपर्छ अब सो अब त्यही हो मान्छेहरू सब वेट गरिरहेको छन् स्टिल प्याक छ 94,000 समथिङ मान्छेजना आज आएकोमा है बवाल रमाइलो छ यहाँनिर यहाँनिर रमाइलो छ गेम सक्यो अब सबैजना घर जाने होइन I love the installation of the my box room, but particularly the choice of second hole. What a supreme choice! What a way to finish the day. 5 dot balls. बवाल मजा आयो होइन अझैहरू चाहिँ पुरै चियर हानेर चाहिँ गयो अब सो सक्यो आजको लागि जस्ट 1 ओभरको लागि मात्रै अस्ट्रेलियन टिम फेरि ब्याटिङ गर्न आएको थियो 5वटा बल डिफेन्ड अनि एउटा चौका बाई हाम्रो के अरे हाम्रो भिक्टोरियन स्कट बोल्यान्डबाट होइन सो दुईटै टिमबाट ब्याटिङमा चाहिँ विकनेस थियो तर बलिङबाट चाहिँ एक्सिलेन्ट पर्फर्मेन्स दुईटै टिमबाट मजा भयो हामी आज जुन के भन्छ स्पेक्टेटर हामीलाई हेर्न चाहिँ यस्तो मजा भयो होइन अब कति बज्यो 6 बजिसक्यो अलरेडी है अब लास्ट भिड होला बाहिर वी हेभ टु गो होम होइन म चाहिँ बाहिर गएर भित्र त के जाने होला मजा आयो होइन मजा आज थर्ड इनिङ पनि हेरियो आज फर्स्ट टाइम हामी मजा आयो भाइको त आज फर्स्ट टाइम हो एमसिसीमा झन् होइन अमेज छ भाइ त झन् स्टिल आई मिन फर्स्ट टाइममै भाइले त 94,000 क्राउडमा है सही हो भाइले यार ल हामी चाहिँ अब हामी चाहिँ भाग्ने अब यो चाहिँ सानो साइन गर्नको लागि ब्याटहरू बलहरू पनि आज ब्याट्सम्यान Pat Cummins होइन पोल्यान्डको एउटा कपडाहरू यहाँ पाइँदो रहेछ नि त बाबु यार अरू त आएछ न ए बल होइन रहेछ हेर्न केराहरू भ्याकेसन भयो रमाइलो गरेर खाने अजी फ्यान्सहरूले चाहिँ मान्छेहरू यस्तो भिड छ एमसिसीमा अहिले सब मान्छे हिँडै घर जानलाई तयार छन् ओए दकुर ओए ट्रेन भिड हुन्छ अल्लु ट्रेन भिड आज यो फिलिन्डरतिर होटेल हुनेहरूले 2-3 बजीसम्म भाडा हाने हो कि नन स्टप एक्सपिरियन्स छ तेरो होइन लास्ट बिजी हुन्छ सिटमा गएर खाँदी हो यिनीहरूले ओके म्याच जस्तो आएको थियो 6 बजे आएको 3 बजे त म भनेर तर यता आउने सही ल
सब अब घर जाने अब है हेर न मान्छेहरू यत्रो यस्तो भिड चाहिँ हामी भाग्नु हो अब भाग है त हामीले ट्रेन पाइन्छ कि पाइन्न भन्ने कुरो हो मेन लास्ट भिड छ स्टेसनमा रेलवे स्टेसनमा मरन्ड 3 मिनेटमा छ देखिस् आज फ्री ट्राभल होइन भनिरहेको छ भाइ कसले चेक गर्ने सेट जरी चेक गरेर आयो फेरि एमसीसीले सब उठाएको छ भाइ हाम्रो पैसा ओए यसले फेस पेन्ट गरे यार त्यसमा चल्ने केटाहरूले न फेस पेन्टिङ गरे यिनीहरूले केटाहरूले कमाल गर्दै है केएफसीले कमाल गर्दै है यस्तो टोपी दिन्छ होइन उता जान्छ कि साथीहरू हामी चाहिँ फ्रेसन स्टेसन झरिसक्यौँ अब यहाँबाट चाहिँ गाडीमा अब घर जाने हो होइन सो यो चाहिँ हामीले अघि यो हाम्रो फोटो हो देखा त कस्तो आएको सो हामी चाहिँ लास्ट भिडबाट हामी आयौँ होइन सो यो हाम्रो खै यसरी देखाउनु चाहिँ खै हाम्रो फोटो ए 10 आवर मेमोरी अच्छा ए हामीले खिचेको ग्रुप फोटो छ यहाँनिर सही रहेछ ल समात बाबु ल त्यही हो हामी चाहिँ त्यत्रो भिडबाट भए पनि ट्रेन चढेर झ्यापझुप आइसक्यौँ होइन ल अरुण है मजा भयो नि भाइ मजा भयो नि होइन ल बक्सिङ डेको टेस्टको चाहिँ सिनारियो सर मैले तपाईँलाई चाहिँ देखाइदिइसकेँ होइन म अब घर गएर झ्यापझुप भिडियो बनाएर चाहिँ म आजै या फिर भोलि अर्लिएस्ट मर्निङमा चाहिँ अपलोड गर्न ट्राई गर्छु है सुजियोस् मजा भयो हाम्रो लागि चाहिँ क्राउड बबाल गेम बबाल बलिङ खतरा थियो ब्याटिङ चाहिँ अब जे होस् बट त्यो ह्यारी ब्रुकको चाहिँ ब्याटिङ खतरा लाग्यो होइन जुन छक्का हानेको थियो त्यसले जे होस् त्यही हो अब भिडियो राम्रोसँग आई मिन एन्डसँग हेरिदिनु भयो भने धेरै धेरै धन्यवाद तपाईँलाई मेरो भिडियो हेर्नु भएकोमा है अब हाम्रो चाहिँ अर्को भिडियोमा भेट हुन्छ है होपफुली म धेरै भिडियोहरू जे होस् बेला बेलामा अपलोड गरिराख्न ट्राई गरिरहन्छु र